लाइक गाइस हामी चाहिँ आज टक्क रुमभित्रै सानो घाँसमा चाहिँ घाँसमा चाहिँ टक्क सब्जी बनाउँदैछौँ। हाम्रो मेक भाइ पूर्णबहादुर राई दामी छैले कलेजी पाङ्रा बनाउन लाग्यो। होटेलको खाना खाँदा 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 वाक्क डिक्क प्याक्क भएर चाहिँ हल्का तर पत्रै सत्रै लिएर चाहिँ बनाउँदै हामी चाहिँ चाख न चाउ न यी हाम्रो चाहिँ घर जाने दाइ पक्क भुँडी पलक्क पारेर बसेको छ बिचराले। अब घर के छ कस्तो भइरहेछ यो बुढाले चोर्का खान्छ है टिप्ले चाख सानो चम्चाहरू छ त यहाँदेखि हातमै हालेर हातमै दिन्छ त्यहाँ थुप्रै चम्चा छ त दाजु दाजु उहाँ चम्चा छ क्या सानो सानो त्यो सानो सानो चम्चा खान त्यो होटेलको अर्को मसिनो मसिनो चम्चा छ सेतो चम्चा छ क्या भित्र सेतो चम्चा छ हौ सानो सानो तरकारी चाख्ने त्यसले होइन तरकारी चाख्ने हामी त्यसले चाख्छौँ त खतरा बनाइँदैछ अब खानुपर्छ टाइममा लगाएर भातसँग। वाउ जस्ट गुड है दामी ल न मजा यता बसेर सिप लाउँदै बसेर